अनि के दिदीबहिनीहरू म यो के देखाउन आएँ भने नि देखि त सक्नु नि भयो होइन तपाईँहरूको टुवाइजले अब यो देखि नै नि रहेछ अनि यो कहाँबाट आयो कसले ल्यायो कसले दियो भनेर म तपाईँहरूलाई सुनाउन आएको क्या यसलाई चिन्नुहुन्छ नि यो के हो वाट इज दिस यसलाई भन्छ सजिउनको टुप्पा सजिउन लामो लामो डन्ठी भएको थाहा छ नि त्यो लामा लामा डन्ठी भएको हरियो घोचो त्यसलाई भन्छ सजिउन त्यसको यो चाहिँ टुप्पा हो होइन त्यसरी मैले बुझाउन चाहेँ अनि यसको यति धेरै औषधि चाहिँ यति धेरै छ तपाईँलाई त घुँडा दुख्ने अनि त्यो सुगरको रोगी अरू कति थोक छ आमाले भन्नुहुन्छ बिर्सिहाल्छु गजेनी छ दिमाग बिहान बिहानै हेर्नु न यहाँ दिमागले काम नगरेको मेरो कति थोको छ क्या यो आमाहरूले माइतमा आमाले पहिला यही बेला हो असार साउनै यो यसको टुप्पा खाने अनि धान रोप्ता गरेर आयो अनि आमाले यसको दालमा हालेर क्या मुसुरोको दालमा यसको यो हालेर सिटी लगाएर दिएको सिटी त के भन्नु कराईमा त्यतिखेर कुकर त थिएन कराईमा फतत पकाएर यो खाएको मलाई अहिले यस्तो लाग्छ आज मैले टिपेर ल्याएँ आन्टीले पनि फर्सीको मुन्टा र आन्टीको पनि अनि मेरो पनि फर्सीको मुन्टा छ अनि यो हाल्छु आन्टीले पनि यही हालेर पकाउनु हुँदैछ अनि अर्को कुरा के भनेको आन्टी भन्नुहुन्छ मेरो छिमेकी आन्टी म धेरैचोटि भनिराखेको हुन्छु उप्रेती आन्टी भन्छु म चाहिँ तपाईँहरूलाई चिनाउँदा माया सुवेडी उप्रेती हो नाम चाहिँ होइन अनि आन्टीले मलाई यो टमाटर दिनको लागि अचेल भोलि अङ्कलको गाडी इबी छ इटरी टु तेर्थुम कुदाउनुहुन्छ अङ्कलले होइन अस्ति नै मैले देखाएको थिएँ जुन गाडी त्यो गाडी हो अनि यो टमाटर लिन 4 दिन हो फोन गर्नुभएको यी 2 पाइलोमा छ आन्टीको घर कुरो बुझ्नु है हाइवेमा आन्टीको छ हाइवेबाट पछाडि 2 घर मेरो छ अनि लु समी बहिनी टमाटर ल्याउनु भएको छ अङ्कलले आउनु न तेर्थुमका टमाटर लिन आउनु भन्नुहुन्छ तरकारी लिन आउनु भन्नुहुन्छ मलाई फेरि यतिखेर भनेको फुर्सद भन्नुहुन्छ भने आँखा झिम्काउने सासुहरू फुर्सद छैन त्यस्तो छ फेरि अरू हिजो जान्छु भने पानी हिँड्ने बेला बिराख्न जान नि हतार छ नानीहरूलाई स्कुल पढाउनु हतार छ पानी कत्रो परेको भन्नुहुन्छ भने मैले जान सकिनँ मलाई माफ गर्नु होला आन्टी भने आज फेरि आन्टीले ओछ्यानमै 5 चोटि फोन हानेर अहिले त मिस कलमा गयो देखायो होइन उप्रेती आन्टी भनेर सेभ गरेको चाहिँ माथिपट्टि छ अनि फेरि फोन आयो पक्का यो बिहान बिहान आन्टीले देखाएको मलाई अरू कसैले गर्दैन भने फेरि भन्नुहुन्छ आउनु न लिन को हुन्छ यस्तो छिमेकी जसले चाहिँ यहाँ घरमा जे ल्याए पनि फोन गरेर चाहिँ लु छिटो आउनु लिन आउनु के आउनु भने आन्टीको त अब हजुर ससुरा बुवा हुनुहुन्छ नि त बिमारी हुनुहुन्छ अब छोडेर यहाँ आउन मिल्दैन अनि मैले पनि मालदा आँप ल्याएको थिएँ अनि आन्टीलाई 1 प्लास्टिक मालदा आँप लिएर गएर अनि टमाटर र अनि यो केरा लिएर आएँ अब यो केरा पनि म भनिदिइहाल्छु आन्टीले फेरि के भन्नु चाहिँ आन्टीको कान्छी बहिनी आन्टीको पनि कान्छी बहिनी हो यहाँ हाम्रो आन्टी हुनुहुन्छ यता यहाँ के अरे खोर्सानीमा सुन्दर हराइ जानेरी अनि मेरो कान्छी बहिनीले पठाइदिएको चाहिँ समी बहिनी कोला भन्नुभयो यताको चाहिँ हिजै लिन बोलाउँदा म नजानाले चाडा कोसा कुयो 2 काइया छ तपाईँलाई अलिकति म अलिकति बाँडेर खाने मेरो कान्छी बहिनीको हातको खुसेली भन्नुभयो हाम्रो यस्तो छ माया पिरिम छिमेकीसँग ल हेर्नु ल अस्ति अब छिमेकीको कुरा पोडकास्टमा त के अरे यस्ता हुन्छन् उता हुन्छन् भन्नुहुँदै थियो त अरू बेला त गुनगुन गाउनुहुन्छ भने मेरो छिमेकी भनेर मैले भनेको छुइनँ नि त प्राय छिमेकीहरू भनेको छु क्या त्यस्तो हो त ल टमाटरहरू नि तेर्छु ल यति नै भन्न र देखाउन आएको चिया खाएको छुइनँ पूजा गरेको छुइनँ म गएँ ल